मा म जेठसम्म मजाले सिलेबस सकाउँछु, पुरै आउने गरी सकाउँछु, अनि म त्यो पछि रिभिजन गर्छु भनेर पढ्नुपर्छ है, मजाले। डिजिजको टाइपमा हेर्नु त। अनि यस्तो हुन्छ कि जस्तै हजुरलाई सुरुमै 5,000 पेमेन्ट त कसैले ल्याएको छैन। हजुरले बोटनी र जुलोजी पढ्नु भएको छ, बोटनीको 2500 हो, जुलोजीको 2500 हो, हामीले सुरुमै 500 घटाइदिएको छ। त्यसमा पनि अझै कतिको अझै घट्या होला होइन, घटाएको छ नि त। जस्तै हजुरले समर क्लास अरू जुनसुकै क्लासमा जाँदा, जस्तै क्वाड प्लस समर दुइटै लिए पनि जे लिए पनि रजिस्ट्रेसन इन्ट्री त गर्न पर्छ नि त, 500 त। त्यो रजिस्ट्रेसन इन्ट्रीमा मैले मात्रै जुलोजी पढाउने होइन नि त, बोटनीको टिचर हुन्छ, नयाँ क्लास हुन्छ होइन, अर्को क्वाड गराउने दाई हुन्छ, नयाँ क्लास हुन्छ। अनि त्यो 500 भनेको रजिस्ट्रेसन नभइकन त्यो क्लास कन्डक्टै हुँदैन कि, रनै हुँदैन, कोल्याप्स हुन्छ। क्लास त कन्डक्ट हुनु पर्यो नि त। नयाँ स्टुडेन्टलाई 2500 3500 पढ्ने 500मा आउँदा भनेको त हजुरहरूले समर क्लास लिनलाई पछिको अर्को क्लास किन लिने, यसैले लेसी भइहाल्यो नि, यत्रो धेरै पढ्नु भएको छ। समर क्लास लिनेलाई 500 मात्रै तिर्ने हो कि, हजुरहरूले त 500 हो, 500 जस्ट 500 हो कि। हजुरहरूले जुनसुकै मेरो समर क्लास 80सम्म अर्को क्लास लिँदा जस्ट 500 रजिस्ट्रेसन लिएको हो कि त, नाइममा जो पनि आएर पढ्न मिलिहाल्छ नि। त्यही भएर बोन्ड गराएको हो कि, फिल्टर गराएको। ए फ्रीमा पाइएछ ल पढिदिउँ न भन्ने हुन्छ कि। पहिला मैले यही क्लास त फ्रीमा पढाएको हेर्नु, जस्तो पनि पढ्न आउने, मतलब नगर्ने, मन लाउँदा पढ्न आउने, मन लाउँदा नछोड्ने। पेमेन्ट गरेन भने मान्छे बाहुन नै नहुने रहेछ के भाइ। त बरु त 500 जुन समर क्लासमा उठेको मान्छे हुन्छ नि, बरु नाम निकाल्नु हेल्थ क्याम्पमा जाम्लासँगै। अब यो भन्दा नि अझै मन कस्तो कस्तो भयो भन्नुभयो भने त अब के भन्ने मलाई होइन, यो रुल हो हाम्रो। म त्यही पनि मैले कुरा राखिदिन्छु, तर अहिले चाहिँ हजुरले पछिको कुरा, जेठ असार साउनमा हुने कुराहरू चाहिँ छोडिदिनु। आइज ती पछाडिका कुरा मैले कम्प्लिटली सिलेबस सक्छु, क्वाड सहित गराइराखेका छौँ, छैन त? हजुरहरूलाई क्वाड सहित गराएको छ कि छैन? क्वाड सहित गराएको छ नि त होइन, एभ्री क्वाड सहित गराएको छ, मजाले कोर्स सकिया छ। त्यही भएर प्रत्येकचोटि हजुर क्लासमा म आउनुपर्छ, पढ्न पाउनुपर्छ भन्ने चाहिँ हुँदैन कि। जुम एसएस हुन्छ, जुमको लिङ्क हुन्छ, जुम 500बाट 300मा घटाउने बित्तिकै पैसा मलाई आधी खर्च हुन्छ, 300बाट 100मा घटाउने बित्तिकै जस आधी खर्च। यो जुमको मात्रै महिनाको 15,000 20,000 तिर्नुपर्छ, बुझ्नु भने एउटा नर्मल मान्छेको स्यालेरी हो नि त होइन। त्यही भएर फरक छ, हजुरले सोचे जस्तो सजिलो हुँदैन क्लास कन्डक्ट गर्न। हुन्छ, रेकर्डिङ हेर्न मिल्छ, यहाँ हेर्नु त। पछि हजुरले समर क्लास हजुरको लागि होइन कि, 12 पास भएको जुनियरको लागि हो, बुझ्नुभयो नि। हजुरलाई भनिराखेको कोही भाइ बहिनीहरू छन् भने अब क्लास राम्रो छ, हामीले पनि पढाएको थियौँ, केटकेटी हो, पढ राम्रो गर भन्नुहुन्छ भनेर भनेको नि। हजुरहरूको त यत्रो क्लास छ, यत्रो पढिसक्नु भएको छ, अनि फेरि रिपिट गर्नु पर्यो भने त के काम। डिजिजको दुईटा टाइप छ, एउटा कन्जेनाइटल। कन्जेनाइटल डिजिज भनेको के रहेछ? कन्जेनाइटल हजुरलाई लास्ट दिनसम्म म हजुरको छुट्टै लाइभ लाइभ पनि पढाइराखेका हुन्छु कि। हजुरको यो सेसन सकिएपछि विन्टर क्लासलाई गाइडेन्स क्लास हुन्छ, बुझ्नुभयो। एभ्री हप्ताको एकचोटि मेरो गाइडेन्स क्लास हुन्छ, हजुरहरू क्लासमा जोइन हुने हो, मेरो इन्स्ट्रक्सन फलो गर्ने हो, त्यही अनुसार पढ्ने हो। सिलेबस सकिएपछि त त्यही त गर्ने हो नि होइन र। सिलेबस सकिएपछि फेरि टिचरले फेरि त्यही रिपिट त गर्दैन। कन्जेनाइटल डिजिज भनेको के रहेछ? जन्मिँदैखेरि कुनै रोग लिएर आयो भने त्यसलाई कन्जेनाइटल डिजिज भन्छ कि। डिजिज प्रेजेन्ट एट बर्थ, जन्मिँदैखेरि डिजिज लिएर आयो भने चाहिँ त्यसलाई कन्जेनाइटल डिजिज भन्ने रहेछ।
कन्जेनाइटल डिजिज होइन होइन, कोर्स सकिएपछि ग्रुपबाट रिमुभ हुँदैन भाइ। अर्को वर्षको बिचको म्याचिङ काउन्सिलिङ नसकिँदासम्म हजुर ग्रुपमा रिमुभ हुनुहुन्न। किन आत्तिएको भाइ? कहाँ यो ग्रुपबाट रिमुभ हुनुहुन्छ त हजुर? के सोध्छ? बुझ्यौ नि भाइ? हजुरको म्याचिङ काउन्सिलिङ सकेर अर्को वर्ष जान्छ भाइ यो ग्रुपमा बसिराख्ने हजुर। बुझ्नु भएको छ? कहाँ रिमुभ गर्ने? हजुरलाई रिमुभ गर्ने हिम्मत कसको? बोस हो नि हजुर, होइन त? के सोध्छ? के पढाम अब? डिजिज प्रेजेन्ट एट बर्थ भने सोधो भने चाहिँ कन्जेनाइटल नाम निकाल्नु न खुरुखुरु। ब्राह्मीण फादर ब्राह्मीण मदर, बच्चा जन्म मङ्गोलियन। के भयो भाइ? ब्राह्मीण फादर ब्राह्मीण मदर, बच्चा जन्म मङ्गोलियन, के भयो? फेरि विश्वासघात भयो भन्ने होइन। कहाँ भाइ धोका विश्वासघात? भाइको दिमाग अलि उल्टो छ है भाइ। पोजिटिभ सोच्नु पर्यो, डक्टर हुने होइन। त्यो मङ्गोलियन फेस भन्छ नि भाइ, मङ्गोलियन फेस हुने चाहिँ के हो त? दिस वान इज डाउन सिन्ड्रोम भन्छ के, डाउन सिन्ड्रोम। डाउन सिन्ड्रोम भनेको के रहेछ? डाउन सिन्ड्रोम भनेको ट्राइसोमी अफ 21st क्रोमोजोम। 21st क्रोमोजोमको के रहेछ? ट्राइसोमी रहेछ के। डिजिज प्रेजेन्टेड बर्थ इज डाउन सिन्ड्रोम। यो चाहिँ जन्मिँदैखेरि लिएर आउँछ बच्चाले, यिनीहरूलाई के भन्छ? कन्जेनाइटल डिजिज भन्छ। डिजिज प्रेजेन्ट आफ्टर द बर्थ, त्यसलाई के भन्ने रहेछ ल भन्नु त? अक्वायर्ड डिजिज हो कि होइन? अक्वायर्ड भनेको के रहेछ? डिजिज प्रेजेन्ट आफ्टर द बर्थ, डिजिज प्रेजेन्ट आफ्टर बर्थ। डिजिज जन्मिसकेपछि, यो फर्स्ट लेक्चर हो है त भाइ, जन्मिसकेपछि डिजिज लाग्छ भने त्यसलाई के भन्ने रहेछ? अक्वायर्ड डिजिज भन्ने रहेछ, अक्वायर्ड। र यसलाई अक्वायर्ड डिजिज फेरि कति टाइपको रहेछ? दुईटा टाइप छ के। एउटा हेर्नु त कम्युनिकेबल, एकजनाबाट अर्को जनामा सर्यो भने त्यसलाई के भन्ने रहेछ? कम्युनिकेबल डिजिज भन्छ। कम्युनिकेबल डिजिजमा के पर्छ ल भन्नु त? कम्युनिकेबल डिजिजमा एउटा के रहेछ? ब्याक्टेरिया, ब्याक्टेरियाले गराउने डिजिजलाई ब्याक्टेरियल डिजिज भन्छ। हजुरको सिलेबसमा भएको ब्याक्टेरियल डिजिजको नाम के हो त? एउटा ट्युबरक्लोसिस टिबी हो कि होइन? अर्को टाइफाइड हो कि होइन? ट्युबरक्लोसिस, टाइफाइड, अर्को के हो त ल भन्नु त? एउटा टिबी, अर्को टाइफाइड, अर्को के पढ्नुहुन्छ? कोलेरा, कोलेरा। दिज आर द ब्याक्टेरियल डिजिज। त्यसपछि मलाई भन्नु त भाइरल डिजिज के पढ्नुहुन्छ? एउटा भाइरल डिजिज एड्स पढ्नुहुन्छ भने अर्को भाइरल डिजिज के हो त? हेपाटाइटिस। र अर्को भाइरल डिजिज के हो त? इन्फ्लुएन्जा हो कि होइन? यति सिलेबसमा छ कि छैन ल भन्नु त? इन्फ्लुएन्जा। अर्को नन कम्युनिकेबल डिजिजमा हेर्नु त, नन कम्युनिकेबल डिजिजमा के हो त? नन कम्युनिकेबल डिजिज, नन कम्युनिकेबल डिजिजमा के पर्छ ल भन्नु त? अक्वायर्ड डिजिजलाई दुईटामा डिभाइड गर्ने रहेछ। एउटा कम्युनिकेबल डिजिज हो भने अर्को के रहेछ? नन कम्युनिकेबल डिजिज। नन कम्युनिकेबल डिजिजमा अहिले चाहिँ डायबिटिज र हाइपरटेन्सन लास्टै बढी छ कि छैन? डायबिटिज मलाइटस, डायबिटिज मलाइटस भनेको नसर्ने रोग हो कि होइन? मलाइटस। एउटा डायबिटिज मलाइटस भनेको नन कम्युनिकेबल डिजिज हो भने अर्को नन कम्युनिकेबल डिजिज के हो त? सिस्टमिक हाइपरटेन्सन भन्छ। त्यो चाहिँ ब्लड प्रेसर बढी हुने हो कि। डायबिटिज मलाइटस हुनको लागि खाली पेटको सुगर कति हुनुपर्छ भाइ? 126 मिलिग्राम पर डेसिलिटर। हजुरको इन्ट्रान्सको लेभलमा यो जान्ने हो। हेर्नु त 126 लिटर, 126 भन्दा बढी हुनुपर्छ।
सिस्टमिक हाइपरटेन्सन भनेको ब्लड प्रेसर कति भन्दा बढी हुनुपर्छ, माथि सिस्टोलिक 120, तल डायस्टोलिक 80, 120/80 भन्दा बढी भयो भने चाहिँ त्यसमा सिस्टमिक हाइपरटेन्सन। अर्को के रहेछ, क्यान्सर। अर्को मेन्टल इलनेस, अहिले वर्ल्ड सफर गरेको यही मेन्टल इलनेस हो भाइ। पहिला त मोबाइल थिएन, कसले के गरौँ मतलब हुन्थेन, जिन्दगी बसो मजाले फ्यामिलीसँग बसो, भात खायो, मासु पाउँदा खुसी भयो होइन भाइ? त्यस्तो जिन्दगी थियो कि थिएन? ल भन्नु त। आजभोलि फेसबुक चलाछ, स्क्रोल गरेछ, रातभरि सुत्या छैन, सोच्या छ चाहिने नचाहिने, आफ्नो जिन्दगी ध्वस्त पारेछ, अनि साइकाट्रिस्ट डाक्टरलाई धनी बनाछ, हो कि होइन भाइ? त्यही माथि ओ टिकटक बनाएको छ। मलाई ऱ्यागिङमा सिनियरले सोधेको थियो, भाइ फेसबुकलाई के भन्छ नेपालीमा भनेर सोधो कि होइन, फेसबुकलाई नेपालीमा के भन्छ भनेर सोधो कि ऱ्यागिङमा। धन्न मलाई आउँथ्यो कि मुहार पुस्तिका रहेछ, होइन भाइ, मुहार पुस्तिका। अँ दाइ, मैले मुहार पुस्तिका चलाएको भने कि फेसबुक भनेको, फेस भनेको मुहार, बुक भनेको पुस्तिका। अरे यार, रमाइलो हुन्छ अहिले सम्झिँदा। एफबिएस भनेको फास्टिङ ब्लड सुगर भनेको है त भाइ। फास्टिङ ब्लड सुगर भनेको, फास्टिङ ब्लड सुगर भनेको खाली पेटमा जाँचेको सुगर। साइकाट्रिस्ट पनि एमबिबिएस पढेपछि पढ्ने हो, साइकाट्रिस्ट पनि एमबिबिएस। डिजिज कति टाइपको रहेछ ल भन्नु त, डिजिज कति टाइपको रहेछ? दुईटा। एउटा के रहेछ भाइ? निकोलस भन्ने नभन्नु न भाइ, त्यस्तो नभन्नु है भाइ, अलि राम्रो भन्नु है। के काम पपुलर भएर, लाइक बढेर, लाइकले खान दिन्छ र? अँ, पारा ठिक छैन है भाइ अहिलेदेखि। डिजिज कति टाइपको रहेछ? दुईटा। एउटा के रहेछ हेर्नु त, जन्मिँदैखेरि लाछ भने, जन्मिँदैखेरि डिजिज लायो भने त्यसलाई के भन्ने? कन्जेनाइटल डिजिज। जस्तै डाउन सिन्ड्रोम कन्जेनाइटल डिजिज हो भने, पछि लायो भने अक्वायर्ड डिजिज। अक्वायर्ड डिजिज दुईटा टाइप छ, एउटा कम्युनिकेबल, अर्को नन कम्युनिकेबल। कम्युनिकेबलमा के रहेछ? टिबी, टाइफाइड, कोलेरा। ब्याक्टेरियल डिजिजमा पर्छ भने भाइरलमा एड्स, हेपाटाइटिस र इन्फ्लुएन्जा। इन्फ्लुएन्जा। अर्को प्रोटोजोअनमा कुन कुन डिजिज हुन्छ भन्नु त? प्रोटोजोअन सर्ने डिजिजको नाम के हो त? एउटा कालाजार। कालाजार केले गराउँछ भने सोध्छ, कालाजार केले गराउँछ? लिस्म्यानियाले गराउँछ है त, याद गर्नु, यो चाहिन्छ। लिस्म्यानिया पढ्नु भएको छ नि, लिस्म्यानिया डोनोभानीले कालाजार गर्छ। प्रोटोजोन भनेको मलेरिया। मलेरिया पनि त सर्छ नि लामखुट्टेको टोकाइबाट। यो मलेरिया चाहिँ केले गर्छ भने सोध्यो भने चाहिँ प्लाज्मोडियमले गर्छ है, यो पछि बनाउँछु। प्लाज्मोडियम। सिम्पली हेर्नु त, एउटा के रहेछ ब्याक्टेरियल, अर्को भाइरल, अर्को प्रोटोजोन। प्रोटोजोनमा के रहेछ? कालाजार, मलेरिया। कालाजार केले गराउँछ? लिस्म्यानिया। मलेरिया केले गराउँछ प्लाज्मोडियम। स्लिपिङ सिकनेस केले बनाउँछ? स्लिपिङ सिकनेस भन्ने डिजिज छ के भाइ? कस्तो होला त स्लिपिङ सिकनेस? निदाएको निदाई, निदाएको निदाई, ननिदाउने मान्छेलाई बरु यसले टोकिदिए हुन्थ्यो कि यो लगाइदिए हुन्थ्यो। ट्रिप्यानोजोमाले गराउँछ है त। यो चाहिँ हामीले प्रोटोजोनमा पढ्छौँ हेर्नु। प्रोटोजोआ पढ्दा डिजिज प्रोपरमा चाहिँ हामीले यो पढ्दैनौँ है त। हामीले पढ्ने भनेको टिबी, टाइफाइड, कोलेरा, एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, अर्को चाहिँ एउटा क्यान्सर। यो चाहिँ डिजिज प्रोपरमा पढ्ने। हजुरलाई क्वेसन सोध्छ, विच अफ द फ्लोइङ इज ब्याक्टेरियल डिजिज भने सोधिदिन्छ। ब्याक्टेरियल डिजिजमा हेर्नु त, विच अफ द फ्लोइङ इज ब्याक्टेरियल डिजिज? विच अफ द
पारासाइटिकमा नि हुन्छ, पारासाइट भन्नु प्रोटोजोन भन्नु एउटै हो। प्लाज्मोडियम केमा पर्छ भाइ? प्लाज्मोडियम केमा पर्छ, कुन फाइलममा पर्छ? प्रोटोजोआमा पर्छ नि त। अनि ऊ भनेको के हो, प्लाज्मोडियम भनेको इन्ट्रासेलुलर प्यारासाइट होइन भाइ। अनि त्यही भएर यसलाई प्रोटोजोन डिजिज भन्नु र प्यारासाइटिक डिजिज भन्नुमा के फरक छ र भाइ? मिलन गैरे भन्नु र गैरे मिलन भन्नुमा के फरक भाइ? भाइ ए सरी, बहिनी पो रहेछ, बुझ्यो भन्दैछ यार, सरी है बहिनी, सरी सरी बहिनी। हुन्छ त, फ्लोइङ इज ब्याक्टेरियल डिजिज भन्ने सोध्छ। ब्याक्टेरियल डिजिज, अप्सन नम्बर ए एड्स, अप्सन नम्बर बी इन्फ्लुएन्जा, अप्सन नम्बर सी इन्टेरिक फिवर, अप्सन नम्बर डी जियार्डियासिस। आन्सर के हो? आन्सर इज सी, इन्टेरिक फिवर। इन्टेरिक फिवरको अर्को नाम के हो त भन्दा, इन्टेरिक फिवर भनेको के रहेछ, टाइफाइड फिवर हो कि होइन भाइ? इन्टेरिक फिवर इज टाइफाइड फिवर। केले गराउँछ यो गराउने ब्याक्टेरियाको नाम के हो त? साल्मोनेला टाइफी। ल भन्नु त के रहेछ? साल्मोनेला टाइफी। र यो साल्मोनेला टाइफी हेर्दाखेरि कस्तो रहेछ हेर्नु त, यो ब्याक्टेरिया कस्तो छ, रड सेप छ कि छैन? रड सेप्ड ग्राम नेगेटिभ ब्याक्टेरिया। ग्राम नेगेटिभ ब्याक्टेरिया, रड सेप ग्राम नेगेटिभ ब्याक्टेरिया। इन्टेरिक फिवर द्याट इज टाइफाइड फिवर केले गराउने रहेछ? साल्मोनेला टाइफी। साल्मोनेला टाइफी के रहेछ? रड सेप। यो के रहेछ? ग्राम नेगेटिभ ब्याक्टेरिया रहेछ। हेर्नु, जियार्डियासिस केले गराउँछ भने सोध्यो भने चाहिँ जियार्डिया ल्याम्ब्लिया हो कि होइन भाइ? जियार्डिया ल्याम्ब्लिया। जियार्डियासिस केले गराउँछ? जियार्डिया ल्याम्ब्लिया। जियार्डिया ल्याम्ब्लिया भन्नु भने हेर्नु त, यसको दुईटा फेज हुन्छ, एउटा सिस्टिक फेज हुन्छ भने अर्को चाहिँ ट्रोपोजोइड फेज हुन्छ कि हुँदैन? ट्रोपोजोइड फेज, यो ट्रोपोजोइड हो। सिस्टिक फेजमा 4वटा न्युक्लियस हुन्छ भने यो सिस्ट हो। हेर्नु, यो चाहिँ जियार्डियाको इन्फेक्टिभ स्टेज हो। हेर्नु है, यो जियार्डियाको के रहेछ? इन्फेक्टिभ स्टेज हो। 4वटा न्युक्लियस हुन्छ भनेपछि त्यही भएर यसलाई के भन्ने? क्वाड्री न्युक्लिएटेड सिस्ट भन्छ, न्युक्लिएटेड सिस्ट। अर्को हेर्नु त ट्रोपोजोइड। यो ट्रोपोजोइड भनेको के रहेछ हेर्नु त, ट्रोपोजोइड भनेको के रहेछ? फिडिङ स्टेज रहेछ। ट्रोपोजोइड भनेको के रहेछ? फिडिङ स्टेज। यसमा कतिवटा न्युक्लियस हुन्छ? 2 न्युक्लियस। दुईटा न्युक्लियस हुने भएर यसलाई के भन्ने रहेछ? बाइन्युक्लिएट भन्छ, बाइन्युक्लिएट, बाइन्युक्लिएट। त्यही भएर इन्फेक्टिभ स्टेज भन्ने सोध्यो भने चाहिँ जियार्डियाको रोग गराउने चाहिँ केले रहेछ त भन्दा, इन्फेक्टिभ स्टेज भन्ने सोध्यो भने चाहिँ क्वाड्री न्युक्लिएटेड सिस्ट के रहेछ भाइ? इन्फेक्टिभ स्टेज भन्ने सोध्यो भने क्वाड्रिन्युक्लियर सिस्ट। फिडिङ स्टेज भन्ने सोध्यो भने के लगाउने? ट्रोपोजोइड। ट्रोपोजोइडमा कतिवटा न्युक्लियस हुन्छ? 2टा, त्यही भएर बाइन्युक्लिएटेड। र यहाँ यो फ्ल्याजेला छ, 4 पेयर्स अफ फ्ल्याजेला। अब यो केमा पर्छ ल भन्नु त, जियार्डिया भनेको चाहिँ प्रोटोजोनको कुन क्लासमा पर्छ? जियार्डिया भनेको प्रोटोजोनको कुन क्लासमा पर्छ? फ्ल्याजेलेटा, फ्ल्याजेला हुने भएर प्रोटोजोआको फाइलम प्रोटोजोआको फ्ल्याजेलेटामा पर्छ। एकैछिन है, फोन आयो, कसको फोन आयो? हेलो, म क्लासमा छु, पछि कल गर न है, पढाउँदैछु।
9 बजे। ओके, सुन्दै हुनुहुन्छ नि? त्यही भएर जियाडियासिस भनेको प्रोटोजोन डिजिज रहेछ। इन्फ्लुन्जा भनेको के रहेछ हेर्नु त। इन्फ्लुन्जा भनेको के हो त भन्दा यो केले गराउँछ? इन्फ्लुन्जा भाइरस। इन्फ्लुन्जा भाइरस। इन्फ्लुन्जा भाइरसको दुईटा फर्म छ। एउटा स्वाइन फ्लू छ हेर्नु, अर्को के छ बर्ड फ्लू। महामारी आएको थियो कि थिएन? स्वाइन फ्लूको फर्मुला के हो ल भन्नु त। स्वाइन फ्लूको फर्मुला के हो, बर्ड फ्लूको फर्मुला के हो, यो मिलाउनलाई म चक्लेट दिन्छु भाइ। स्वाइन फ्लूको फर्मुला के हो, बर्ड फ्लूको फर्मुला के हो, यो चाहिँ मिलाउनु पर्छ। मैले पढाएको लास्ट लेक्चरमा नि भिडियो छ। S5N1 के को फर्मुला हो? स्वाइन फ्लू भनेको H1N1 हो, बर्ड फ्लू भनेको H5N1 हो। यति सम्झो भने हेर्नु, हजुरको दिमाग खतरा हो, साह्रै काम लाग्छ, इक्जाममा नाम निस्किन्छ। एड्स चाहिँ केले गराउँछ? एड्स भनेको HIV भाइरसले। एड्स चाहिँ केले गराउँदैछ? HIV भाइरसले। यो क्वेसनको सोलुसन हो है त। यो सोलुसनबाट हजुरले की पोइन्ट्स टु रिमेम्बर। फर्स्टमा हेर्नु त, इन्टेरिक फिभरको नाम के हो? इन्टेरिक फिभरको अर्को नाम के रहेछ ल भन्नु त। टाइफाइड फिभर भन्ने रहेछ। कजेटिभ एजेन्ट अफ टाइफाइड फिभर भन्ने सोध्यो भने के लगाउने? कजेटिभ एजेन्ट अफ टाइफाइड फिभर भन्ने सोध्यो भने साल्मोनेला टाइफी। साल्मोनेला टाइफी भनेको कस्तो सेप रहेछ? रड सेप। ग्राम पोजिटिभ कि ग्राम नेगेटिभ? ग्राम नेगेटिभ ब्याक्टेरिया। ग्राम नेगेटिभ ब्याक्टेरिया। ग्राम नेगेटिभ ब्याक्टेरिया। अर्को जियाडियासिस भनेको केले गराउँदैछ? जियाडिया ल्याम्ब्लिया। जियाडिया ल्याम्ब्लियाको कतिवटा फर्म रहेछ ल भन्नु त। कतिवटा फर्म रहेछ? दुईटा। एउटा इन्फेक्टिभ स्टेजको नाम के रहेछ ल भन्नु त। दुईटा स्टेज छ। इन्फेक्टिभ स्टेजको नाम क्वाड्रिन्युक्लियोसिस। फिडिङ स्टेजको नाम के रहेछ ल भन्नु त। फिडिङ स्टेजको नाम ट्रोपोजोइड। ट्रोपोजोइडमा कतिवटा न्युक्लियस हुन्छ? दुईटा। त्यही भएर के भयो? बाइन्युक्लिएट। बाइन्युक्लिएट। र यसमा कतिवटा फ्लाजेला हुन्छ? 4 पेयर्स अफ फ्लाजेला। त्यही भएर कुन क्लासमा पर्ने रहेछ प्रोटोजोआको? फ्लाजेला हुने भएर फ्लाजेलेटा। जियाडिया कुनमा पर्छ भने सोध्दा फ्लाजेलेटा। यो पोइन्ट याद गर्नु पर्यो। इन्फ्लुन्जा केले गराउँछ? इन्फ्लुन्जा भाइरस। इन्फ्लुन्जा भाइरसको कतिवटा फर्म हुन्छ? दुईटा। एउटा स्वाइन फ्लू भनेको के रहेछ? H1N1 हो भने बर्ड फ्लू भनेको के रहेछ? H5N1 हो। एड्स त HIV भाइरसले गराउँछ, जसले पनि जान्छ। यतिसम्म मजाले डिजिजको टाइप हेर्नुहुन्छ भने जन्मिँदैखेरि प्रेजेन्ट छ भने कन्जेनाइटल, पछि लाग्यो भने अक्वायर्ड। अक्वायर्ड पनि दुईटा रहेछ। सर्छ भने कम्युनिकेबल, सर्दैन भने नन कम्युनिकेबल। यति क्लियर छ कि छैन ल भन्नु त। मिलन सरको कसम खाएर भन्ने। बुझ्नु भएको छ? बुझ्नु भएको छ नि? हेडिङ बनाउने ट्युबरक्लोसिस। ट्युबरक्लोसिस। मैले डिजिज पढाउँदाखेरि बिरामी हजुर हो। होइन, बिरामी म हो, हजुर डक्टर हो। ओके, लेट्स सपोज यु आर माई डक्टर, आई एम योर पेसेन्ट। हजुर स्ट्यान्डर्ड डक्टर हुनुहुन्छ। हजुर टिचिङमा हुनुहुन्छ, व्हाइट एप्रन र स्टेट लाएर बसिराख्नु भएको छ। म खोक्दै खोक्दै हजुरको रुममा छिरेँ। हजुरको रुममा छिरेर मैले भन्दै थिएँ, डक्टर साहब ज्वरो आएको 2 हप्ता भइसक्यो, निको नै भएको छैन। ज्वरो आएको 2 हप्ता भयो, निको नै भएको छैन। सास फेर्न पनि गाह्रो गाह्रो हुन्छ, घरिघरि ब्रेथलेसनेस। डक्टर छाती पनि दुखिरहेछ, चेस्ट पेन। खोक्न त खोकिरहेछ नि, खोकिराखेको बिरामीलाई ए खोकिरहेछ कि लाग्छ छैन भन्नुहोस् त, गर्ने हो भाइ।
मूर्ख डाक्टर रहेछ भन्छ हेर्नु। आफै लेखिदिनु खोकिरहेको बिरामीमा सोध्ने होइन है त्यो सिकारु यो कहाँको स्टुडेन्ट मरेछ भन्छ है त। त्यही भएर पख न भाइ, साल्मोनेला टाइफाइड पढ्ने बेलामा भनिहाल्छु नि, क्वेसनको सोलुसन दिएको छु होइन। मैले सालमा टाइफी पढाइरहेको छु, टाइफी र पाराटाइफीको बारेमा भन्नु न भनेर अहिले भन्ने होइन कि भाइ, टाइफाइड पढाउँदा त्यत्रो सब टपिक्सै छ त अनि त्यति बेला हो नि। ल कुनै बिरामी आयो, ज्वरो आयो हो, सास फेर्न गाह्रो भयो, छाती दुखो, खोकी लायो भनेर आयो भने के हो त हजुरको डायग्नोसिस? मलाई के भएको रहेछ, म हुँ नि त बिरामी, के हो डायग्नोसिस? के हुन्छ? वाट इज योर डायग्नोसिस? अब सिधै टिभी भनेको छ यार, ए भगवान। निमोनिया हुन सक्दैन? सिम्पल निमोनिया, ब्याक्टेरियल निमोनिया हुन सक्दैन? इट मे बी ब्याक्टेरियल निमोनिया, हुन सक्छ। इट मे बी टिभी, इट मे बी इन्फ्लुन्जा, इन्फ्लुन्जा पनि त हुन सक्छ नि भाइ, होइन? सिम्पल ब्याक्टेरियल निमोनिया, टिभी, इन्फ्लुन्जा जे पनि हुन सक्छ नि त। भाइरस पनि हुन्छ, टिभी पनि हुन्छ, ब्याक्टेरियल इन्फेक्सन नि हुन्छ। इट मे बी ओके, कोभिड पनि हुन सक्छ, कोभिड। बिरामीलाई टिभी पनि हुन सक्छ, ब्याक्टेरिया निमोनिया नि हुन सक्छ, इन्फ्लुन्जा नि हुन सक्छ। ए तर चाहिँ टिभी भयो भनेर भन्यो भने टिभीको ठाउँमा इन्फ्लुन्जा भएको भए के गर्नुहुन्छ? कसले आफ्नो स्टुडेन्ट भन्ने छोड्छु र म त मुद्दा हालिदिन्छु गएर, यो डक्टरले मलाई उल्टा ट्रिट गरौ भनेर गयो भाइ लाइसेन्स हेर हेर बिचरा। आजभोलि त मुद्दा हाल्नु सजिलो छ। अब यति यो सबै पोसिबिलिटी हुनुपर्छ कि, त्यही भएर सोच्न पर्छ, वाइड सोच्न पर्छ। इट मे बी ब्याक्टेरियल निमोनिया, टिबी, इन्फ्लुन्जा, कोभिड, जे पनि हुन सक्छ नि त। अब के गर्नुहुन्छ त, बिरामी त म हो। ए साँच्ची हजुरलाई टिबी पनि हुन सक्छ, टिबीको लागि यो औषधि खानु, इन्फ्लुन्जा नि हुन सक्छ, इन्फ्लुन्जाको लागि यो औषधि खानु, ब्याक्टेरियल निमोनिया नि हुन सक्छ, यसको लागि यो एन्टिबायोटिक खानु, झोला भरेर पठाइदिने हो भाइ। यो त भएन। मेन डायग्नोसिस गर्नुपर्छ। अब बिरामी हजुरसँग आयो भनेर बिरामीले भनेको सबै कुरा पत्याउने, सुरुमै डायग्नोसिस बनाउने कि अरू पनि सोध्नुहुन्छ? जहिले पनि बिरामी छिर्ने बित्तिकै, अब म पनि गर्छु होइन, नमस्ते गर्छु आफै। अनि कति बिरामी त ए डाक्टर साहबलाई हामीले नमस्ते गर्नुपर्ने, डाक्टर साहबले नमस्ते गर्नुभयो भन्छन् होइन, आफूले नमस्ते गर्ने हो होइन, बुझ्नुभयो नि। अनि घर कहाँ हो, के गर्नुहुन्छ भनेर सोध्नुपर्छ कि पहिला। डाक्टर सोध्छन् ए कहाँबाट आउनु भएको, मिठो बोल्छ नि सुरुमा, कहाँबाट आउनु, ए साँच्ची त्यो ठाउँ कस्तो राम्रो छ है, म त गएको थिएँ भनेर लगाइदिन्छ, पाइला टेक्या हुँदैन। तर उसलाई के फिल हुन्छ, ए यो हाम्रो गाउँले डाक्टर परिछन् भन्ने फिल हुन्छ कि यताउति गरौँ भने। अनि हाँसी हाँसी साँच्ची हजुरलाई यति मात्रै भएको हो कि अरू पनि भएको छ भनेर, यति सिम्टम मात्रै भएको हो कि अरू पनि भएको छ भनेर सोध्यो भने, ए कस्तो भुसुक्कै भुलेछु नि डाक्टर साहब, मेरो त हेर्नु न, यो के भयो 4-5 महिना भयो पुरै तौल घटेको घटै छ, वेट लस। अनि ज्वरो पनि ट्याक्लाक्कै राति राति आउँछ, अनि ज्वरो आउँदा पसिना आउँछ डाक्टर साहब, नाइट स्वेट, नाइट स्वेट्स। अनि डाक्टर कहिलेकाहीँ मेरो
रगतमा खकार देखिन्छ, रगतमा खकार देखिनलाई ओ सरी कहाँ रगतमा खकार होइन भाइ, खकारमा रगत देखिन्छ है त भाइ। फेरि रगतमा खकार नभन्ने ल, ब्लड इन स्पुटम, फेरि स्पुटम इन ब्लड गर्ने होइन। खकारमा रगत देखिन्छ त्यसलाई के भन्छ, हेमोप्टाइसिस भन्छ के, हेमोप्टाइसिस। यो युजुअली नाइट स्वेट हुने होइन, वेट लस हुने, हेमोप्टाइसिस हुने चाहिँ यो इन्फ्लुएन्जा, कोभिडमा होइन, ब्याक्टेरियल निमोनियामा हुँदैन के। अब कहाँ पुग्यो डायग्नोसिस हेर्नु त, यति सोधेर कहाँ पुग्नु भयो? अब टिबीमा पुग्यो नि त होइन, ट्युबरक्लोसिसमा पुग्नु भयो कि पुग्नु भएन? त्यही भएर टिबीको सिम्टम्समा फिभर, ब्रेथलेसनेस, चेस्ट पेन, कफ बाहेक हजुरले छुट्याउँदै नहुने सिम्टम के रहेछ प्लस 2 मा हजुरले लेख्दाखेरि चाहिँ? वेट लस, नाइट स्वेट, हेमोप्टाइसिस। अब टिबीमा पुग्नुभयो, अब के गर्नुहुन्छ त? नेक्स्ट स्टेप म त हेर्नु, म त केही होइन, म त बिरामी हुने आज क्लासमा त म बिरामीले पढाइरहेछ सोच्नु न। हजुर हो डाक्टर, अब के गर्ने? सिधै सिधै औषधि? आम्मामा होइन भाइ, टेस्ट गर्ने ह्याबिट गर्नुपर्छ। स्पुटम टेस्ट हो, विश्वास गर्न मिल्दैन अहिले। त्यति म 8 क्लासमा पढ्ने केटा थिएँ होइन। हो, हुन पाए त कति मजा होइन, मलाई फेरि बच्चा हुन बहुत रहर छ, के गर्नु, बुढो भइयो होइन। मलाई काठमाडौँ सहर घुम्ने ठुलो रहर थियो के। काठमाडौँ सहर घुम्ने ठुलो रहर थियो। मेरा साथीहरू काठमाडौँ आइसके, उनीहरू पशुपति पनि गए, दाउलाखेल जू पनि गए, चन्द्रगिरी गए, फोटो खिचेर फेसबुक र इन्स्टा भरि भराउँछ। आफ्नो चाहिँ गाउँको बाहेक एउटा फोटो नै छैन। अनि मैले सबै दुखीसो गुनासो, मेरो बेस्ट फ्रेन्ड थियो कि एउटा, त्यसलाई हामी स्याल भन्थ्यौँ होइन, धेरै बाठो भएर स्याल राखेको। अनि सुनाएको त तँलाई म काठमाडौँ पठाउने, म जिम्मा म पठाइदिन्छु, मैले भनेको मान भनौँ। अनि के रहेछ भनेको, घर जा, टाउको दुखो भन्, छाती दुखो भन्, अनि सुत भनेर लाग्यो कि। अनि खाना पनि नखाइ, फेरि बिरामी छु भन्ने, अनि भुँडी फुट्ने गरी खालास भनौँ। खाना नखाइकन टाउको दुखो, छाती दुखो भनेर 3 दिनसम्म सुतेको, घरमा पुरै छटपटी भयो के। अनि मलाई तुरुन्त बोकेर मलाई काठमाडौँ लिएर आए। काठमाडौँ टिचिङमा जाँदा डाक्टर डाक्टर म त काठमाडौँ घुम्न आएको, नाटक पारेको भन्न सक्छु त मैले? भने त मलाई त्यही धुलो पिठो पारिदिइहाल्छ नि होइन, सक्दिनँ नि त। डाक्टर साहब छाती दुख्या छ, टाउको दुख्या छ भनेर अनि पत्याएर उपचार गरिदियो भने त अनि गएन। त्यही भएर इन्भेस्टिगेसन इज म्यान्डेटरी। अब सिम्पल इन्भेस्टिगेसनमा हेर्नु त, इन्भेस्टिगेसन गर्दाखेरि यो बेसिक कन्सेप्ट थाहा पाउनुपर्छ। इन्भेस्टिगेसन के हो त, केले गराउँछ भन्ने कुरा हो। सिम्पल कजेटिभ एजेन्टको नाम के रहेछ हेर्नु त, कजेटिभ एजेन्टको नाम, पहिला कजेटिभ एजेन्टको नाम भन्नु त, टिबी गराउने कजेटिभ एजेन्ट के रहेछ? कजेटिभ एजेन्ट, दिस वान इज माइकोब्याक्टेरियम ट्युबरक्लोसिस। युजुअली माइकोब्याक्टेरियम ट्युबरक्लोसिसले हेर्नु त, हजुरको बेलामा चाहिँ यो चाहिँ माइकोब्याक्टेरियम ट्युबरक्लोसिस, यसले के गराउँछ, पल्मोनरी ट्युबरक्लोसिस गराउँछ, फोक्सोको टिबी गराउँछ है त, पल्मोनरी टिबी, पल्मोनरी टिबी। अर्को के रहेछ, युजुअली अर्को हेर्नु त, टिबी दुईटा टाइप छ कि, एउटा पल्मोनरी हो, अर्को चाहिँ एक्स्ट्रा पल्मोनरी टिबी भन्छ के, एक्स्ट्रा पल्मोनरी टिबी, पल्मोनरी टिबी। एक्स्ट्रा पल्मोनरी टिबी मध्ये सबभन्दा कमन कज चाहिँ के हो त भन्दा, कमनेस्ट टिबी चाहिँ लिम्फ नोडको टिबी हो है त। यदि सबभन्दा कमनेस्ट चाहिँ लङ्सको टिबी हो, पल्मोनरी, एक्स्ट्रा पल्मोनरीमा चाहिँ लिम्फ नोडको टिबी हो, एउटा लिम्फ नोड, अर्को
पेटको टिबीलाई कोच एब्डोमिन भन्छ है त, कोच एब्डोमिन। यो कोच एब्डोमिनको कजेटिभ अर्गानिजमको नाम के हो भने सोध्यो भने कोच एब्डोमिनलाई एब्डोमिनल ट्युबरक्लोसिस पनि भन्छ भाइ। यसको कजेटिभ एजेन्टको नाम के हो? कोच एब्डोमिन भनेको एब्डोमिनल ट्युबरक्लोसिस। यसको पजिटिभ एजेन्टको नाम के हो त? माइकोब्याक्टेरियम, माइकोब्याक्टेरियम बोबिस। यो केबाट सर्छ भने सोध्छ, ट्रान्समिटेड बाई इन्फेक्टेड काउ मिल्कबाट। गाईको दुध तताएर खानुपर्छ है त भाइ। ट्रान्समिटेड बाई इन्फेक्टेड काउ मिल्क, इन्फेक्टेड काउ मिल्कबाट चाहिँ यो सर्ने रहेछ। टिबीको टाइप भन्ने बित्तिकै पल्मोनरी, एक्स्ट्रा पल्मोनरी। एक्स्ट्रा पल्मोनरी मध्ये मोस्ट कमन भने सोध्यो भने चाहिँ कमन चाहिँ पल्मोनरी हो है त। एक्स्ट्रा पल्मोनरी मध्ये मोस्ट कमन लिम्फ नोड हो। अर्को हेर्नु त अरु कुन टिबी भेट्नुहुन्छ? कोच एब्डोमिन। कोच एब्डोमिन चाहिँ केले गराउँछ? माइकोब्याक्टेरियम बोबिस, द्याट इज बोबिसले गराउँछ भने। अर्को हेर्नु त एउटा माइकोब्याक्टेरियम ट्युबरक्लोसिस रहेछ, अर्को माइकोब्याक्टेरियम बोबिस रहेछ, अर्को के रहेछ? माइकोब्याक्टेरियम एबियम। माइकोब्याक्टेरियम एबियमले चाहिँ यो चाहिँ याद गर्नु, ए फर एबियम, ए फर एड्स। यसले चाहिँ एड्स लागेको बिरामीलाई मोस्ट कमनेस्ट अपर्चुनिस्टिक इन्फेक्सन, त्यही भएर मोस्ट कमनेस्ट अपर्चुनिस्टिक इन्फेक्सन, अपर्चुनिस्टिक इन्फेक्सन, मोस्ट कमनेस्ट अपर्चुनिस्टिक इन्फेक्सन इन एड्स भनौँ भने चाहिँ माइकोब्याक्टेरियम एबियम। ल हेर्नु त, व्हाट इज द क्यारेक्टरिस्टिक अफ माइकोब्याक्टेरियम? यो माइकोब्याक्टेरियम चाहिँ ग्राम पोजिटिभ हो कि ग्राम नेगेटिभ हो त भाइ? यो मलाई एमडी फाइनल इयरमा भाइबामा सोधेको छन् कि एमडीमा माइकोब्याक्टेरियम चाहिँ ग्राम पोजिटिभ हो कि ग्राम नेगेटिभ हो भने सोध्नु भयो। माइकोब्याक्टेरियम इज दुईटै मिल्दैन। कसै कसै बुकले चाहिँ स्लाइटली ग्राम पोजिटिभ भन्छ यसलाई। माइकोब्याक्टेरियम भनेको के रहेछ? स्लाइटली ग्राम पोजिटिभ भन्छ, स्लाइटली ग्राम पोजिटिभ। र यसमा हेर्नु त, यो माइकोब्याक्टेरियम हो भने यसको वालमा के हुन्छ? माइकोब्याक्टेरियम हो भने यसको वालमा के हुन्छ? माइकोब्याक्टेरियमको वालमा के हुन्छ? माइकोलिक एसिड हुन्छ है त। यसको वालमा चाहिँ माइकोलिक एसिड हुने रहेछ। माइकोलिक एसिड भएपछि ग्राम स्टेनले स्टेन गर्न सक्छ कि सक्दैन? ग्राम स्टेन भनेको एउटा स्टेन हो। यो ग्राम स्टेन गर्दा ग्राम पोजिटिभ कस्तो देखिन्छ, नेगेटिभ कस्तो देखिन्छ? पोजिटिभ कस्तो देखियो? पोजिटिभको रङ कस्तो, नेगेटिभको रङ कस्तो? पोजिटिभको चाहिँ पर्पल, पी फर पोजिटिभ, पी फर पर्पल भने सम्झिने। नेगेटिभको चाहिँ कस्तो रहेछ? नेगेटिभको चाहिँ रेड देखिन्छ है त, रेड। ग्राम नेगेटिभ चाहिँ रेड, नेगेटिभ चाहिँ रेड देखिन्छ भने पोजिटिभ चाहिँ पर्पल देखिन्छ। त्यही भएर ग्राम स्टेनले यहाँ कामै गर्दैन। त्यही भएर यहाँ कुन स्टेन चाहिन्छ? स्टेन युज्ड भन्ने सोध्यो भने चाहिँ कुन स्टेन युज गर्ने रहेछ? जेडेन स्टेन युज गर्छ। ग्राम स्टेनको ठाउँमा के याद गर्नु पर्यो? जेडेन स्टेन। पहिलोचोटि कसले डिस्कभर गर्यो त? रोबर्ट कोचले। त्यही भएर यसलाई के भन्ने रहेछ? कोच ब्यासिलस। यसको नाम के रहेछ? कोच ब्यासिलस। स्टेनिङ गर्न नसक्ने भएर, एसिड नछिर्ने भएर यसलाई के पनि भन्छ? एसिड फास्ट ब्यासिलस पनि भन्छ। एसिड फास्ट ब्यासिलस, एसिड फास्ट ब्यासिलस, ब्यासिलस। यो बुझ्नुभयो? यो कसरी सर्छ? यो चाहिँ हावा लभर हो। हेर्नु हजुर, के लभर भाइ?
माइकोब्याक्टेरियम भनेको हावा लभर हो, हजुर चाहिँ के लभर हो? त्यही भएर मोड अफ ट्रान्समिसन भनेको कसरी सर्छ भनेको। मासु लभर आइपुग्यो भाइ एउटा, आमा मिलन सर लभर एउटा भाइ, उनको लभर रे भाइ, यो नर्स लभर भन्ने भाइ पारा ठिक छैन भाइ, यस्तो यस्तो बोल्न मिल्दैन। मनी लभर आइसक्यो फेरि, आमा प्लिज। अन्त लभ मेडिसिन लभर हो के हजुरहरू चाहिँ, मेडिसिन लभर, खाने मेडिसिन होइन, एमबिबिएस मेडिकल फिल्ड लभर हुनुपर्छ। क्रिकेट लभर, मोमो लभर हो के यो चाहिँ। त्यसो भए माइकोब्याक्टेरियम चाहिँ के लभर रहेछ? इयर लभर, हावा लभर। मोड अफ ट्रान्समिसन भने सोध्यो भने चाहिँ कसरी सर्ने रहेछ मोड अफ ट्रान्समिसन? हावामा भनेपछि हावामा बस्छ, युजुअली हावाको छिटाबाट सर्छ, त्यसलाई के भन्छ? ड्रपलेट इन्फेक्सन भन्छ। ड्रपलेट, एसिड फास्ट भनेको एसिड स्टेनमा नहुने कि एसिडसँग रेसिस्टेन्ट हुने, त्यही भएर एसिड फास्ट भनेको। त्यही भएर ड्रपलेट इन्फेक्सन। मोड अफ ट्रान्समिसन चाहिँ के रहेछ? ड्रपलेट इन्फेक्सन, छिटाबाट सर्छ। इन्कुबेसन पिरियड कति रहेछ? इन्कुबेसन पिरियड, फेरि अब इन्कुबेसन पिरियड भनेको के हो त भन्ने सोच। इन्कुबेसन पिरियड, इन्कुबेसन पिरियड भनेको के रहेछ ल भन्नु त। इन्कुबेसन पिरियड भनेको के रहेछ, यसको डेफिनेसन भन्ने सोध्यो भने चाहिँ पहिला ब्याक्टेरिया छिरो, सिम्पल है त। ब्याक्टेरिया कीटाणु छिर्ने बित्तिकै मान्छेलाई पहिलो सिम्पटम के आउँछ? कीटाणु स्टेथोस्कोप लभर पनि आइपुग्यो है बिचमा भन्ने। यो यस्तो यस्तो लभर भयो भने बल्ल मजा आउँछ पढाउनु। ब्याक्टेरिया छिर्ने बित्तिकै के आउँछ? ज्वरो आउँछ कि आउँदैन? सिम्पटम। ज्वरो भनेको युजुअली फर्स्ट सिम्पटम हुन्छ के, फर्स्ट सिम्पटम्स, फर्स्ट सिम्पटम्स। त्यही भएर यो चाहिँ के रहेछ? इन्कुबेसन पिरियड अफ इन्टरभल बिट्विन entry of pathogen, entry of pathogen and appearance of first symptoms. Appearance of first symptoms. प्याथोजेन छिर्नु र पहिलो सिम्पटम आउनुको इन्कुबेसन पिरियड भन्छ। यसको ड्युरेसन टिबीमा कति हुने रहेछ? ड्युरेसन इन टिबी 3 week to टी भनेको 3 भन्ने सम्झिने कि भाइ, 3 हप्तादेखि 3 महिना, 3 week to 3 month, 3 week to 3 month। यो एकदम इम्पोर्टेन्ट पोइन्ट है त। ल भन्नु त कजेटिभ एजेन्ट अफ टिबी भने सोध्यो भने के लगाऊ? कजेटिभ एजेन्ट अफ टिबी भने सोध्यो भने माइकोब्याक्टेरियम ट्युबरक्लोसिस। युजुअली माइकोब्याक्टेरियम ट्युबरक्लोसिसले के गराउँछ? पल्मोनरी टिबी, र माइकोब्याक्टेरियम बोबिजले के गराउँछ? एब्डोमिनल टिबी। एब्डोमिनल टिबीको अर्को नाम के रहेछ? एब्डोमिनल टिबीको अर्को नाम कोच एब्डोमिन भन्छ। कसरी सर्छ कोच एब्डोमिन? एब्डोमिनल टिबी कसरी सर्छ भन्ने सोध्यो भने चाहिँ इन्फेक्टेड काउ मिल्कबाट सर्ने रहेछ। र अपर्चुनिस्टिक इन्फेक्सन इन एड्स भन्ने सोध्यो भने चाहिँ मोस्ट कमन अपर्चुनिस्टिक इन्फेक्सन इन एड्स भनेको टिबी र कुन चाहिँ ब्याक्टेरियाले गराउँछ? माइकोब्याक्टेरियम एबियम। यसलाई म्याक कम्प्लेक्स पनि भन्छ, माइकोब्याक्टेरियम एबियम कम्प्लेक्स, सर्टकटमा म्याक भन्छ है त, सर्टकटमा म्याक है त, यो याद गर्नु। माइकोब्याक्टेरियम एबियम कम्प्लेक्स पनि भन्छ, नजुक्किनु नि, सोधिदिन्छ कहिलेकाहीँ, त्यही माइकोब्याक्टेरियम एबियमै भनेको। माइकोब्याक्टेरियम हेर्दाखेरि टिबीको टाइप कति टाइप रहेछ ल भन्नु त। एउटा लङ्सको टिबीलाई के भन्ने? पल्मोनरी टिबी। लङ्सको टिबीलाई के भन्ने? पल्मोनरी टिबी। लङ्स बाहेक अर्को के रहेछ त? लङ्स बाहेक अर्को टिबीलाई एक्स्ट्रा पल्मोनरी टिबी, र एक्स्ट्रा पल्मोनरी टिबीको मोस्ट कमन चाहिँ के रहेछ त? टिबी लिम्फ नोड रहेछ है त। मोस्ट कमन चाहिँ टिबी लिम्फ नोड। यो एकदम धेरै भेटिन्छ। मैले आज एउटा बिरामी, यही बिरामी हेरेर आएको छु।
कमनेस्ट हो यो, त्यही भएर गाँठो आयो भने चाहिँ हेर्नु है, घाँटीमा गाँठो आएर आयो भने चाहिँ टिबी हुन सक्छ। यो माइकोब्याक्टेरियमको क्यारेक्टर के रहेछ हेर्नु त। माइकोब्याक्टेरियम के रहेछ, स्लाइटली ग्राम पोजिटिभ, वालमा कुन एसिड हुन्छ, माइकोलिक एसिड। ग्राम स्टेनले स्टेन गर्न सक्दैन, त्यही भएर कुन स्टेन युज गर्ने, जेडन स्टेन। यसको अर्को नाम के रहेछ, कोच ब्यासिलस अथवा एसिड फास्ट ब्यासिलस। कसरी सर्छ, ड्रपलेट इन्फेक्सन। इन्कुबेसन पिरियड भनेको के रहेछ त, इन्ट्री अफ प्याथोजेन एन्ड अपियरेन्स अफ फर्स्ट सिम्टम्स। टिबीको लागि कति रहेछ, 3 week to 3 month। कुन लबर रहेछ, इयर लबर। त्यही भएर इयर लबर भनेपछि खकारमा आउँछ कि आउँदैन टिबीको ब्याक्टेरिया, माथि माथि बस्छ कि हावा, माथि माथि हावा छ, माथि माथि बस्छ, बुझ्यो, माथि माथि बस्छ। त्यही भएर त्यसमा इन्भेस्टिगेसनमा त्यो खोकेर बाहिर फाल्दा टिबीको ब्याक्टेरिया पनि बाहिर आउँछ कि आउँदैन, खोक्दा गर्दा टिबीको ब्याक्टेरिया पनि बाहिर आउँछ। त्यही भएर बेस्ट टेस्ट भनेको के हो त, स्पुटम टेस्ट हो। हेर्नु, मोस्ट कमनेस्ट एन्ड चिप टेस्ट इज स्पुटम टेस्ट। त्यही भएर बेस्ट टेस्ट भने सोधो भने चाहिँ स्पुटम टेस्ट। मैले यो 1000 चोटि भनेको हेर्नु अघिल्लो ब्याचलाई, आई थिङ्क यो पालि सीमा यही सोधेको छ जस्तो लाग्यो होइन। स्पुटम टेस्ट भनेको के रहेछ त, जसमा यो सीमा सोधेको हो कि होइन भाइ, बेस्ट टेस्ट हो कि स्पुटम टेस्ट। कि नपत्या यो अघिल्लो वर्षको स्लाइड हो, हेर्नु त यी स्पुटम टेस्ट, एएफबी टेस्ट 1 नम्बरमा लेखेको छु भनेको छु। अनि अरू अरू लाएर आउँछ, त्यही भएर सजिलो राम्रो टेस्ट चाहिँ यही हो, स्पुटम टेस्ट। स्याम्पल लिने हो कि। स्पुटम टेस्टमा पहिला चाहिँ 3 कन्सिक्युटिभ स्याम्पल लिन्थ्यो, अहिलेको गाइडमा चाहिँ 2 गाइडलाइनमा चाहिँ 2 स्याम्पल अफ स्पुटम लिए पुग्छ, 2 स्याम्पल, 2टा स्याम्पल हुनु छ। त्यसमा हामीले के हेर्ने हो, सर हजुरको राइटिङ लास्ट इयरको राम्रो रहेछ, यो राम्रो छ र भाइ, अहिलेको राइटिङ भन्दा यो राम्रो छ हो र, बाङ्गो टिङ्गो छ, मलाई त यही राम्रो लाग्छ। 2टा मध्ये त अहिलेकै राम्रो लाग्छ त, अहिलेको मसिनो त। अब यसलाई यस्तो जुम गरिदिनु नि भाइ, ठुलो भयो भाइ, हल्का जुम गरिदिनु नि। 2 स्याम्पल लिने। अर्को चाहिँ, अर्को कमनली गर्ने के रहेछ, यसमा चाहिँ स्पुटममा के हेर्ने हो भन्दा एसिड फास्ट ब्यासिलस हेर्ने हो। यो देख्ने बित्तिकै टिबी पोजिटिभ हो। हिजो पनि मैले एउटा टिबी डायग्नोसिस गरेको थिएँ होइन, यति धेरै आउँछ। अर्को चाहिँ चेस्ट एक्सरे, चेस्ट एक्सरे धेरै जाँचहरू हुन्छ होइन, चेस्ट एक्सरे, स्पुटम टेस्ट। अर्को स्पुटम एएफबी र स्पुटममा जिन एक्सपर्ट पनि गर्न मिल्छ ल। जिन एक्सपर्ट टेस्ट केलाई गर्छ भने सोध्यो भने चाहिँ यो स्पुटमबाट नि गर्न मिल्छ, जुनसुकै झोलबाट फ्लुइडबाट गर्ने टेस्ट हो। युजुअली स्पुटम जिन एक्सपर्ट पनि गर्छ, स्पुटम एएफबी पनि गर्छ। स्पुटममा 2टा छ कि, एउटा एसिड फास्ट ब्यासिलस हेर्न मिल्छ, यो सस्तो छ। अर्को चाहिँ जिन एक्सपर्ट हेर्न मिल्छ, यसले चाहिँ औषधिले काम गर्छ कि गर्दैन भनेर नि थाहा हुन्छ कि जिन एक्सपर्टले। अरू टेस्ट के रहेछ, एउटा स्पुटम टेस्ट, अर्को चेस्ट एक्सरे, यतिमा भेटियो भने युजुअली भेटिन्छ होइन। अर्को पहिला पहिला गर्थ्यो मन्टु टेस्ट होइन, आजभोलि चाहिँ मन्टु टेस्ट हटायो। अनि मन्टु टेस्टको ठाउँमा अर्को न्यू टेस्ट आएको छ। यो नयाँ टेस्टको नाम के हो भन्ने सोध्यो भने चाहिँ इग्रा भन्छ है त, यो सोधिदिन्छ कहिलेकाहीँ, इग्रा भन्छ, न्यू टेस्ट हो यो, मन्टुको ठाउँमा गर्ने टेस्ट हो इग्रा। इग्राको फुल फर्म के रहेछ, इन्टरफेरन गामा भन्ने चाहिँ टिबीको ब्याक्टेरियाले गराउँछ के।
इन्टरफेरन गामा भन्ने टिबीको ब्याक्टेरियाले रिलिज गर्छ त्यो हेर्ने हो इन्टरफेरन गामा रिलिज एसए अर्को टेस्टको नाम के हो एउटा स्पुडम टेस्ट अर्को मन्टु टेस्ट चेस्ट एक्सरे र यो गर्दाखेरि अर्को कुन स्टेनिङ त समटाइम जेडियन स्टेनिङ गरेर ब्याक्टेरिया हेर्न मिल्छ जेडियन स्टेनिङ यो एकदम कमनली गर्ने जाँच हो यसको बारेमा डिटेलमा चाहिँ मैले नेक्स्ट डे क्लासमा पढाउँछु ट्रिटमेन्ट सट्काएर नेक्स्ट डे अर्को ब्याक्टेरियल डिजिज टाइफाइड सुरु गर्छु आजलाई यति नै आजको क्लासको लागि कति मार्क्स दिनुहुन्छ मिलन सरलाई हजुरले कम दिने बित्तिकै त मैले कि त आफूलाई चेन्ज गर्नु पर्यो कि त मैले छोड्नु पर्यो सर हजुर त्यो 3 नम्बरको फेरि बुझाइदिनु न माइकोबैक्टेरियम एभियम एबिएमले चाहिँ पेटको टिबी गराउँछ के भाइ त्यसलाई पेटको टिबी गराउँछ भनेर पढाएको माइकोबैक्टेरियम एभियमले कोच एब्डोमिन पेटको टिबी गराउँछ यो चाहिँ केबाट सर्छ इन्फेक्टेड काउ मिल्कबाट सर्छ एभियम सर एभियम एबिएम भनेको ए फर एबिएम ए फर एड्स पेसेन्टमा चाहिँ अपर्चुनिस्टिक इन्फेक्सन हुन्छ है त है अपर्चुनिस्टिक इन्फेक्सन भनेको लास्टमा अपर्चुनिस्टिक इन्फेक्सनले मर्ने हो कि एड्स भएको बिरामी त्यो चाहिँ टिबी चाहिँ नेपालमा कमनेस्ट हो ल स्क्रिनसट गर्नु त सुत्ने बेलामा सर्र पढ्नु होइन अब घरमा गएपछि यो 5 मिनट भन्दा 10 मिनट भन्दा बढी हेर्न नपरोस् है अनि अरू एक्स्ट्रा पढ्ने क्लासमै याद गर्ने 10 मिनट हेर्ने त्यो पढेको टपिक्स अनि आफूले अरू टाइममा एक्स्ट्रा पढ्ने थ्याङ्क यू